everyone, welcome to my vlog. आजको भ्लग बनाउनुको पर्पस भनेको चाहिँ म चाहिँ आज सरप्राइजिङली मैले एकदमै सुनेको चिनेको एकजना मेकअप आर्टिस्टलाई चाहिँ बाटोमा भेटेँ। अनि त्यसपछि मैले चाहिँ अब यो बेलाको फाइदा त उठाउनु पर्यो हैन, मौकाको फाइदा घरिघरि कहाँ आउँछ हैन, मौकाको फाइदा। अनि मैले मौकाको फाइदा उठाउनु पर्यो भनेर चाहिँ मैले के भने प्लिज मेरो घर खाना खाना आइसो न भने। अनि त्यसपछि आए पछाडि अनि बिस्तारै कुरा निकालेँ हैन। अनि प्लिज आज तपाईले मेरो मेकअप गरिदिनु, अनि म चाहिँ त्योबाट लर्न गर्छु किनकि म एकदमै न्यू हो मेकअपको लागि भनेर भने मैले। अनि त्यसपछि मैले उहाँलाई चाहिँ लिएर आएँ हैन। म चाहिँ अब उहाँले चाहिँ मेरो फुल मेकअप गर्नुहुन्छ, त्यो भिडियो चाहिँ मैले हजुरहरूलाई मेरो च्यानलमा देखाउँदै छु। आई एम सो एक्साइटेड गाइज। ओके, अब चाहिँ मैले उहाँहरूलाई इन्ट्रोड्युस गराउँछु है, जस्ट वेट गाइज। हजुरहरू रेडी हुनुहुन्छ? ओके, ही इज हियर। उहाँ नै हो मेरो मेकअप आर्टिस्ट अनि उहाँको नाम चाहिँ स्पर्शा भट्टराई। आज बाबुले मम्माको के गर्ने रे? मेकी। ये क्ल्याप गरिदियो सबैजनाले। ओके, लेट्स स्टार्ट आवर मेकी। हाई गाइज भन्नै बिर्स्यो। हाई गाइज। आज मम्माको भन न, मम्माको ल बसेर गफ गरिदिए। हाई गाइज। ओके, आज मम्माको मेकी गरिदिने। ये लेट्स स्टार्ट आवर भिडियो। हेरौँ है त बाबुले चाहिँ मलाई कस्तो मेकअप गर्छ भनेर। मेरो चाहिँ बेस्ट मेकअप आर्टिस्ट नै उहाँ हुनुहुन्छ। ओके स्टार्ट। मेकी गरिदेऊ मम्माको। यो लगाइदेऊ न फर्स्टमा, मम्मालाई लगाइदेऊ हस् निकालेर। कस्तो गरिदिनुहुन्छ है त? सकेन? मम्माले निकालिदेऊ। ओके लगाइदेऊ। निकाल्न नि सक्दैन फेरि। ओ कता गयो? यो चाहिँ म आफै लगाउँछु हैन। अलिअलि के लगाइदिन्छ अनि फेरि पह अब के लाउने मम्माले? यो लाउने। ल अब चाहिँ बाबुले जे भन्छ त्यही लाउँछु मैले। खै निकाल। सकेन? आयो कि आएन? भ्याइए चाहिँ क्या छोरो? खै ल यति आयो। खै बिर्को लाएर राख्नुपर्छ है। ल लगाइदेऊ मम्मालाई, लगाइदेऊ। यहाँ छ यी, लगाइदेऊ। दल्देऊ नडराइकन तल केही नै हुँदैन। यतापट्टि के गरेको रे बाबुले मम्माको? के लगाइदिएको? यो के हो? क्रिम। कि होइन क्या, क्रिम भन्नुपर्छ। ल दल्देऊ। ल फिनिसिङ म गर्छु। पख अब के लाउने? मम्मालाई अब के लगाइदिन्छ? सिधै फाउन्डेसन पो समात्यो त छोरो। ल आज बाबुले जस्तो बनाउँछ। बी केयरफुल, तिम्रो कपडामा नलागोस्। ल लगाइदेऊ। कपडामा लाग्यो? छैन। ल लगाइदेऊ, निकाल बिस्तारै है, कपडामा नचुवाइकन। ल कहाँ लाउने हो? यहाँ अनि नाकमा अनि अन्त कहाँ लाउने? भयो धेरै भयो क्या सानो। अब यसलाई केले उ गर्ने? यसलाई बनाउनु परेन यस्तो? केले बनाउँछ? यो ब्रसले गर नि त सजिलो तिमीलाई। पख है। विच वान? दिस वान। ल लगाइदेऊ। ब्रसले गर गोला। आफै गर्नु पर्यो। यसरी गर। ल गर। अरू अब के लाउने? अब ब्लस लगाइहाल्ने। ओके, कहाँ लाउने हो यो? गालामा। ओके, अर्को नाकमा नि लाउने अनि मुखमा नि लाउने अनि अर्को गाला नि लगाइदेऊ नि त बाहिर। ल भयो, द्याट्स इनफ। टिकी। ल भयो, द्याट्स इनफ। बिटा हालिदेऊ। अब यसलाई यस्तो गर्नु परेन? केले गर्छ? ब्रसले गर, तिम्रो हात फोहोर हुन्छ। ल गरिदेऊ, ब्रसले गरिदेऊ। जता नि रातै बनाउनु भएछ।
यो के हो ब्लस ल छिटो लगाइदेऊ मेरो मेकअप आर्टिस्ट कति ह्यान्डसम छ ल ल पुच्छ्यो भयो ए सक्यो ओ माई गड सक्यो ओके नाउ नेक्स्ट के लाउने अब के हो त्यो फेरि ब्लस निकाल्नु भयो महाराजाले ओके बी केयरफुल है कपडामा नलाऊ सकेन सक्यो कि सकेन के गर्ने मम्माले खोल्ने ओके ल आफै आफै बिस्तारै है बी केयरफुल तिमीलाई नलाऊ ओ नानामा नलाइकन लिपस्टिक त होइन नि त यो त ब्लस हो नि त नि यहाँ लाउने गालामा ल भयो गाला भयो ल लाख यो बिर्को सबै फेरि फोहोर लाग्छ नि त बेबी अब यसलाई पुस्नु पर्छ पर्दैन यसलाई पुस्नु पर्छ कि नै यो ब्रसले हो पुस्ने ल गर जेउले गरे नि ल ल के ल छिटो गर न नबोलिकन ओके द्याट्स अल राइट रातै बनायो त नि थाहा द्याट्स अल राइट बाबा के गरिदिनु भएको नि बाबाले मम्माको मेकी ओके थ्याङ्क यू राम्रो भएछ मम्मा हाई भएछ यो भयो त यो अब के लाउने मम्माले कुन बाबुले जे देखाउँछ त्यही लाउँछु मैले ब्लस तिनटै ब्लस निकालिसक्यो बाबु नो आई डोन्ट वान्ट द्याट ल त ल बिस्तारै खोला तिनटा ब्लस निकालिसक्यो तिमीले ओह यहाँ अड्डामा पहिला मोबाइल समातिछु नि त मम्माले त I'll open this for you. You know कसरी हो यो लाउने थाहा छ यहाँ मुनिको समात ए मुनिको ब्रस कता गएछ ल हातले लगाइदेऊ छिटो ल छिटो थोरै धेरै नकटप गालामा लाउ न मुखमा मात्रै लगाइदिन्छ खाली यहाँ माथि अन्त ब्लस लाउने त that's enough okay now next बस अझै मम्मीलाई है बनाइदेऊ है फोटो खिच्ने जस्तो अरु what next okay now you got show them color collector okay कहाँ लाउने यो कहाँ लाउने आँखामा ल बिस्तारै है बेसकै नगर बिस्तारै मम्मालाई आयो हुन्छ ल आँखा ल भयो कलर कलेक्टर ओके यसरी फाल्यो भने बिग्रिन्छ नि त बन्द गर ल अब यसलाई के गर्ने हो हातमा लासी हात पुछ यसले हात यस्तो वाइप गर तिम्रो हातभरि लाग्छ फेरि ओके नेक्स्ट वार्ड अब के लाउने बाँकी रह्यो के लाम मम्माले अब लिपस्टिक यहाँबाट खोल्ने यस्तो यो नराम्रो लिपस्टिक पो लियो छोरोले यस्तो नराम्रो लिपस्टिक लाउने मम्माले बिस्तारै लगाइदेऊ है धेरै नलाइदेऊ ओठमा लाउने हो बस इनफ भयो राख अब एमा बिर्को लाएर राख ओके गुड जब नाउ लिपस्टिक यसरी लाउने हो लिपस्टिक पुरै ओठभरि लगाइदैन लिपस्टिकलाई ब्रस लाउने होइन यसरी मिलाइदेऊ ओठभरि मिलाइदेऊ ए लिपस्टिक ल लगाइदे कस्तो मेकअप आर्टिस्ट पर्यो मलाई ओ माय गॉड ओके द्याट्स इनफ नाउ व्हाट अब के लाउन बाँकी रह्यो मेकअप गर्दा के हो अब ए देखाउ त के रहेछ देखाउ त्यहाँ कन्सिलर रहेछ ल बिस्तारै लगाइदेऊ कहाँ लाउने अब यो कन्सिलर फेरि कहाँ ल छिटो लाइफ कहाँ हो ओ धेरै नलाऊ ल भयो इनफ ओके अब यो के गर्ने हो कन्सिलरलाई बस ओके
अक्को गाला ओके कहाँ लाउने मुख नाक अनि अब के लाउन बाँकी रह्यो के लाउने अब त्यो त लाइसक्यो अब नलाएको कुरा निकाल है ओके लिप लाइनर ओके ओपन दिस वान हाम्रो स्टोरेजै फुल भएर एकछिन पज गर्न पर्यो नाउ वी कन्टिन्यू फ्रम हियर ओके स्टार्ट लिप लाइनर ओठमा ए ल त्यहाँ होला नि ओके ल भयो ल ल्याउ लाम अब के बाँकी रह्यो अरू के बाँकी रह्यो लाउनलाई मम्माले मेकअप आर्टिस्टलाई नि हेर्नु न यहाँ सुज गर्दै हुनुहुन्छ विच वान ओके एनदर लिपस्टिक कतिवटा लिपस्टिक लाउने रहेछ ओके कहाँ लाउने हो त्यो घोप्ती पार्ने होइन कि लाउ छिटो That's enough. ल भयो अब इनफ भयो जान्न नि फेरि तेरो आमाको मुख पऱ्यो यहाँ अरू अब के बाँकी रह्यो कि भ्याइयो बस ओके बस बाँकी रह्यो बस त अप्लाई गर्नै पर्यो मम्मी राम्रो देखेछ हाई भएछ कि नै अब के बाँकी रह्यो मेकअप गर्नलाई एनिथिङ एल्स सक्यो गाजल त लाकै छैन टिकी लाकै छैन खै गाजल र टिकी ओ माई गॉड स्पर्शा व्हाट यु डिड यु फरगेट दैट गाजल खै तिमीले लाउने गरेको गाजल हो तिमीले फाइन्ड आउट गर्नुपर्छ गाजल नो यु हैव टु फाइन्ड इट आउट कहाँ छ गाजल खै यहाँ सर्च गर त यहाँ छ कि बाबा ओ यु फाउन्ड इट ओके सो देम यहाँ देखाऊ गाजल भन मम्मीलाई गाजल लगाइदिनु बिस्तारै गर तिमी त अस्ति भाँच्दै थियौ कहाँ लाउने हो टिकी मात्रै ला यो त सकेको गाजल रहेछ बाबा औ देयर इज टिकी मात्रै लगाइदेऊ भयो द्याट्स इनफ ओ माई गॉड बिर्को लाउनु पर्छ बेबी यस्तो गर्यो भने त मम्माले किन्न सक्दिन नि फेरि पख न बच्चा यो तिमीलाई खै यसको बिर्को कभर खै ओके नाउ एनिथिङ एल्स के बाँकी रह्यो ए ब कालै बनाउनु भइस त्यसै त काली तेरी आमा त्यही माथि यो कालो ओके एनिथिङ एल्स भ्याइयो अब यो सेटिङ पाउडर लगाइदेऊ नि त लास्टमा मम्मीको आइडिया सेटिङ पाउडर यसले लगाइदेऊ नि त पख वेट दिस वान लुक एट मी भ्याइयो सक्यो अब यहाँ बोलम अब कम मेरो बेबीले आज मम्माको मेकी गर्नु भयो एन्ड दिस इज हाउ आई लुक स्पर्शले मेकअप गरिदिनु भएको नाकमा के लगाइदिनु भएको छ ओ माई गॉड ब्लस त यहाँ लाउने रहेछ त्यो त भइसक्यो बाबा अब भयो अब यहाँ क्लोजिङ गरौँ न ओके थ्याङ्क यू स्पर्शा जी कपाल मिलाम त खै कपाल मिलाम अब थ्याङ्क यू भन थ्याङ्क यू फर वाचिङ भन मेकी भ्याइयो त अब त कति लाउनु त ओ तिमीले यो त लगाइदिइसक्यो त बाबा सबभन्दा फर्स्टमा यो लगाइदिएको त मम्मालाई लगाइदिइसक्यो लगाइदिइसक्यो त सुरुमै लगाइदिएको होइन त ल भयो इनफ हातमा लाउने होइन कि यो कुन लाउँछ हातमा भयो ल भयो के हो अब लाउने बट ओके ओ माई गॉड ए बल्ल भ्याउनु भएर चाहिँ बताउनु बजान भयो गाजल भइसक्यो सानो ल अब यता आऊ अब मम्माले थ्याङ्क यू भन्छु यहाँ फोटो खिच मम्माको र बेबीको एउटा थ्याङ्क यू स्पर्शा जी आज मेरो यति राम्रो मेकअप गरिदिनु भएकोमा बाई गर्छु न बाई